बस्नु सर मेरो छोरा सधैँ फर्स्ट नै यो त्रैमासिक परीक्षामा त 8 पो भयो सर स्कुलमा अलिक टाइट गर्नु पर्यो नि त्यो त हामी पनि छक्क परिरहेको छौँ घरमा यसको चालचलन आनी बानीमा केही परिवर्तन छ कि केही बताउनुहोस् त यो आजकल एक्लै कोठामा बसे जस्तो गर्छन् पढे जसै फर्स्ट भएकोमा मोबाइल किनिदिएको थिएँ तर पनि खोइ के भइरहेछ यसलाई ए कुरा त्यसो पो हेर्नुहोस् यी 5 कक्षामा पढ्ने विद्यार्थीहरूले मोबाइल नै किनेर दिनु त ठिक होइन तपाईँको मोबाइल एकछिन चलाए केही आपत्ति छैन अनि अभिभावकहरूले बुझ्नुपर्ने अर्को कुरा के हो भने विदेशबाट ल्यापटप ल्याएर नानीहरूले कम्प्युटरमा जान्ने भएको हेर्न खोज्नु पनि गलत हो यिनीहरू चाहिने कुरा चलाउँदैन त्यही भिडियो हेर्ने र गीत बजाउने बाहेक केही गर्दैनन् अनि के कम्प्युटर जान्नु तर सर कम्प्युटर त अति आवश्यकता होइन अबको युगमा ठिक भन्नुभयो तर बेसिक कुराहरूले यिनीहरूले स्कुलमै सिक्छन् पछि आफ्नो विषय अनुसार सिक्नुपर्छ यो कम्प्युटर अब तपाईँहरूलाई टिभी चला जस्तै हो यिनीहरूलाई ठिक भन्नुभयो सरले अब चाहिँ म यो केटोलाई आवश्यकताभन्दा बढी चलाउन दिन्न बरु मेरो मोबाइल चलाओस् बरु छुट्टै किनेर चाहिँ दिनु नहुने रहेछ अब त्यसै गर्नुहोस् अनि विद्यालयमा बारम्बार आएर आफ्नो नानीहरूको विषयको बारेमा सरसल्लाह गर्नु होला विद्यालयमा हरेक कुरा बुझ्न झन्झट मान्नु हुँदैन वास्तवमा विद्यालय भनेको एउटा त्रिपक्ष शिक्षक अभिभावक र विद्यार्थीहरूको संयुक्त जिम्मेवारीबाट चल्दछ बुझ्नुभयो नि बुझे सर हस्त सर लागे नमस्कार नमस्कार